हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश शरम गरौँ सबै मिली बनाऊ यो देश शरम गरौँ सबै मिली बनाऊ यो देश हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश सबै मिली बनाऊ गाई बस्तुलाई गोठ सबै मिली बनाऊ गाई बस्तुलाई गोठ ल है अब हामी चलाएर गाई बस्तुलाई गोठ बनाउँदैछौँ नयाँ अङ्ग्रेजी वर्षमा चाहिँ गाई बस्तुको लागि नयाँ गोठ बनाइसकेपछि तयार भइसकेपछि हामी तपाईँहरूलाई देखाउनेछौँ है त र हामी चाहिँ भैँसीको लागि गोठ बनाउन गइरहेका छौँ तमाधम काम भइरहेको छ सबै परिवार मिलेर चाहिँ गोठ बनाउने कार्यक्रम चलिरहेको छ एक थुकी सुकी 100 थुकी नदी भनेको चाहिँ हामी चाहिँ सबैजना परिवार सदस्यहरू मिलेर चाहिँ गोठ बनाउने कार्यक्रम तीव्र रूपमा बढिरहेको छ श्रम नगरिकन पसिना नबगाइकन मेहनत नगरिकन केही पनि हुनेवाला छैन त्यसैले हामीले श्रम गर्नु एकदमै धेरै आवश्यक छ मेहनत गर्नु एकदमै धेरै आवश्यक छ मेहनतको फल मिठो हुन्छ फेरि श्रम गर्दाखेरि शरीरलाई पनि एउटा काइन्ड अफ एक्सर्साइज होइन व्यायाम गरेको सरह नै हुन्छ है र आफ्नो ठाउँ आफ्नो गाउँ आफैले बनाउनुपर्छ कडा मेहनत र परिश्रम पछाडिको नतिजा गोठ बनिसकेको छ गोठभित्र चाहिँ भैँसी पनि न्यानो गोठभित्र बसिसकेको छ बसेर मजाले खाँदैछ रमाइलो गर्दैछ अनि यसरी चाहिँ परिवारहरू मिलेर हामीले सानो गोठ बनाउन सक्यौँ सफल भयौँ यसरी नै सबै जनताहरू मिलेर हातेमालो गरेर चाहिँ हामीले देश बनाउन सक्दैनौँ होला त अवश्य सकिन्छ त्यसैले जय घन्टी जय माटो जय श्रमदान जय चिन है सबै नयाँहरू चाहिँ फुटेर होइन जुटेर अगाडि बढ्नुपर्छ जय देश जय नेपाल